सम्पूर्णमा नमस्कार। आनेघासियो हिमाल सर कोरियन ल्याङ्ग्वेज सेन्टर दाङ घोराइदेखि म हुँ कोरियन भाषा प्रशिक्षक चिन्तन काफ्ले। यदि तपाईँ कोरियन भाषा पढिरहनु भएको छ अथवा कोरियन भाषा पढ्ने सोचमा हुनुहुन्छ भने र दाङ घोराइको वरिपरि हुनुहुन्छ भने एकचोटि हिमाल सर कोरियन ल्याङ्ग्वेज सेन्टर दाङ घोराइको तुलसीपुर चोकदेखि थोरै साइड साइडमा रहेको हिमाल कोरियन ल्याङ्ग्वेज सेन्टरमा आउनुहोला। र तपाईँहरू यदि देश विदेशबाट कोरियन भाषा पढिरहनु भएको छ र अनलाइन मार्फत कोरियन भाषा पढिरहनु भएको छ भने हाम्रो हिमाल सर कोरियन ल्याङ्ग्वेज सेन्टरको फेसबुक अथवा युट्युब पेजलाई फलो गर्नुहोला र सब्सक्राइब गर्नुहोला। युट्युब पेजमा गएर युट्युब च्यानलमा गएर र हाम्रो भिडियो हेर्न सक्नुहुनेछ। आज चाहिँ म केही छोटो भिडियो केही तपाईँहरू पढिरहेको कोरियन भाषा पढ्नु भएको विद्यार्थीहरूलाई नयाँ परिमार्जित भएको बुक अनुसार केही नयाँ 2-4वटा क्वेसन लिएर आएको छु। के कस्तो लाग्छ तपाईँले हेर्नुहोला र आफूले पनि यो मौकाको चाहिँ भरपुर फाइदा लिनुहोला र नबुझेका कुराहरू नजानेका कुराहरू पनि यसबाट सिक्ने मौका पनि हुनेछ र के कस्तो लाग्छ हाम्रो भिडियो हामीलाई प्रतिक्रिया पनि दिन नभुल्नु होला है त। ल यहाँनिर हामीले लिएर आएका छौँ क्वेसन। इल्बन 1 नम्बरमा छ। यहाँ देख्न सक्नुहुन्छ 1 नम्बरमा इरेस इबन 1 देखि 2 मा थाउम खुरिमुल फोगो तलको चित्रलाई हेरेर मानन थानना मिल्ने शब्दसँग मुन्जाङ्गुल खुरुसिप्सियो वाक्यलाई छान्नुहोस् भनेको छ। यहाँनिर चित्र हेर्नु त के को छ तपाईँले पक्कै पनि देख्नुभयो होला चिन्नुभयो होला। मैले पहिला भन्नुभन्दा पहिला तपाईँले यसको एन्सर सोचिसक्नु होला। त्यसपछि फेरि म एन्सर भनिदिनेछु के कस्तो लाग्छ अनि आफ्नो एन्सर मिल्छ कि मिल्दैन कमेन्टमा कमेन्ट गर्नु होला है त कमेन्ट बक्समा। हस् यहाँनिर हेरौँ अब यल्सोइ इम्निदा भन्छ तपाईँहरूलाई थाहा छ नै होला। यल्सोइ यल्सोइ भनेको के होला भन्नुहोस् त। यल्सोइ भनेको साँचो है। चाबी त चाबी नै हो। एउटा चाबीको साँचो हुन्छ भने अर्को के हुन्छ चाबीको ताला हुन्छ। यल्सोइ भनेको चाहिँ साँचो। त्यसै गरी छामुलसोइ भन्छ। छामुलसोइ भनेको चाहिँ ताला है। चाबीको ताला भन्ने अर्थ लाग्छ भने खावी इम्निदा कैँची हो भन्छ। खावी भनेको चाहिँ कैँची इम्निदा भनेको हो भन्छ। अनि ह्युजी इम्निदा ह्युजी भनेको चाहिँ टिस्यु पेपर भन्छ। ल यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ। अब एन्सर के होला त तपाईँले यसरी पनि छुट्याउन सक्नुहुन्छ। यल्सोइ इम्निदा के हो साँचो हो है त। छङ्दापुन इल्बन इम्निदा। यस्तो क्वेसनमा तपाईँहरू कोही पनि झुक्किनु भएन है। त्यसैले चाहिँ हामीले यस्तो खालको क्वेसनहरू लिएर आएका छौँ। ल यो तपाईँले पक्कै पनि बुझ्नुभयो होला। तलपट्टि हेरौँ 2 नम्बरमा इबन 2 नम्बरमा। यहाँनिर इबन 2 नम्बरमा दिएको छ के भन्छ यहाँनिर हेर्नुहोस् त। इबन 2 नम्बरमा 1 मा भन्छ यहाँ पहिला चित्र हेर्नु होला राम्रोसँग। अनि 1 नम्बरमा भन्छ फेउगो इस्सुम्निदा। फेउदा भनेको के हो त फेउदा भनेको सिक्नु भन्ने अर्थ लाग्यो है। फेउदा भनेको सिक्नु। गो इस्सुम्निदा भनेको आइएनजी प्रेजेन्ट कन्टिन्युअस टेन्सको सूत्र लगाएर चाहिँ सिकिरहेको छ अथवा सिक्दैछ भन्ने अर्थ लाग्यो। खारुछिदा भनेको सिकाउनु इस्सुम्निदा खारुछुको इस्सुम्निदा सिकाइरहेको छ। त्यसै गरी थोक्साहागो इस्सुम्निदा है त थोक्सा। यदि थोक्साहादा अथवा खोङ्बुहादा आउँछ भने चाहिँ अध्ययन गर्नु भन्ने अर्थ लाग्छ है। अध्ययन गर्नु भन्ने अर्थ लाग्ने भयो। अध्ययन गरिरहेको छ। नोरेरुल हागो इस्सुम्निदा। नोरेरुल हागो अथवा नोरेरुल फुरुदाबाट नोरेरुल फुरुगो इस्सुम्निदा भन्यो भने चाहिँ गीत गाइरहेको छ भन्ने अर्थ लाग्छ। यहाँनिर देख्न सक्नुहुन्छ फेउगो इस्सुम्निदा सिकिरहेको छ। सिकाउनुको लागि त कोही मान्छे हुनुपर्छ त्यहाँ होइन। सिकिरहेको छ भन्न अलिकति मिलेन यो काटिन्छ। खारुछीको इस्सुम्निदा सिकाइरहेको छ कोही मान्छे पनि छैन सिकाउने होइन। त्यसै गरी थोक्सा आगो इस्सुम्निदा अध्ययन गरिरहेको छ भन्छ। यो चाहिँ मिल्दो खालको एन्सर भयो। त्यसैले छङ्दापुन साम्बन 3 नम्बरको चाहिँ एकुरेट एन्सर हुने भयो है त। छङ्दापुन साम्बन। त्यसै गरी साबन 4 नम्बरमा हेरौँ त नोरेरुल फुरुगो इस्सुम्निदा गीत गाइरहेको छ भन्छ। मिल्यो त मिलेन। त्यसैले छङ्दापुन साम्बन है त 3 नम्बरको चाहिँ एकुरेट एन्सर। त्यसै गरी तलपट्टि हामीले एउटा चाहिँ फान्देमाल र अर्को फिसुतमाल तपाईँहरूलाई सपोर्ट होस् भनेर सपोर्टिङ खालको कुराहरू लिएर आएका छौँ। ल यसलाई पहिला तपाईँले हेर्न सक्नुहुन्छ कि कति एन्सर हुन्छ भनेर यसलाई चुज गर्न सक्नुहुन्छ पहिला आफैले। त्यसपछि चाहिँ म भनिदिनेछु है त। ल तपाईँले राम्रोसँग हेर्नुहोस् अथवा यसलाई स्क्रिनसट गरेर पनि हेर्न सक्नुहुन्छ र हाम्रो कमेन्ट बक्समा कमेन्ट गर्नु होला। म चाहिँ यहाँ अब एन्सरमा जाँदैछु हेर्नु होला। ल सामेस साबन 3 देखि 4 मा थाउम छिल्मुने थापासिप्सियो तलको प्रश्नमा जवाब दिनुहोस् भनेको छ। साम्बन 3 मा थाउम थानाए तलको शब्दको फान्दे मारुन विपरीत कुरा म सिम्निका के हो भन्छ।
नलता। ल हेर्नु त यहाँ नलता भनेको के हो त? नलता भनेको फराकिलो हुनु। त्यसैगरी चाल्ता, चाल्ता भनेको के हो साथीहरू? चाल्ता भनेको चाहिँ छोटो हुनु। त्यसैगरी नोप्ता, नोप्ता भनेको चाहिँ उच्च भन्न सकियो अथवा अग्लो, उच्च अथवा अग्लो हुनु। अब त्यसैगरी छोप्ता भनेको के हो त? छोप्ता भनेको चाहिँ साँघुरो हुनु। र खिल्दा, खिल्दा भनेको चाहिँ लामो हुनु। ल मैले तपाईँहरूलाई मिनिङ लेखिदिइसकेँ। अब यसको आन्सर कति हुन्छ भनेर तपाईँले पत्ता लगाइहाल्नुहुन्छ होला। अब पहिलाचोटि चाहिँ यस्तो खालको क्वेसन गर्दा तपाईँले यहाँनिरको टपिकले के भनेको छ भन्ने कुराहरू बुझ्नु पऱ्यो है। थाउन थाना ए तलको शब्दको फान्दे मारुन विपरीत कुरा मुह सिन्निका के हो भनेपछि नलता फराकिलो हुनु, चाल्ता छोटो हुनु। फराकिलो हुनु र छोटो हुनु मिलेन, किनकि चाल्ता फराकिलो हुनु के अरे छोटो हुनुसँग चाहिँ खिल्दा विपरीत कुरा चाहिँ खिल्दा लामो हुनु भन्ने अर्थ लाग्छ। अनि त्यसै गरी नोप्ता भनेको छ उच्च अथवा अग्लो हुनु भनेको छ। उच्च अथवा अग्लो हुनुको फान्देमाल के हुन्छ त? नुत्ता, सरी ज झुन्डिएको नात्ता है त। नात्ता भन्यो भने मोचो हुनु अथवा कम हुनु, मोचो अथवा कम हुनु। अनि त्यसै गरी तल स झुन्डिएको नात्ता यदि आयो भने चाहिँ निको हुनु अथवा ठिक हुनु है, राम्रो हुनु भन्ने अर्थ लाग्छ। र पहिलाभन्दा सन्चो हुनु, कम बिरामी भएको मान्छे सन्चो हुनु, ठिक हुनु अथवा राम्रो हुनु भन्ने अर्थ पनि लाग्छ। ल त्यसै गरी यहाँनिर छोप्ता भनेको छ के हो? छोप्ता भनेको साँघुरो हुनु। नलता फराकिलो हुनु, छोप्ता साँघुरो हुनु भनेपछि एन्सर कति भयो त? एन्सर साम्बन। 3 नम्बरको चाहिँ एकुरेट एन्सर हुने भयो। त्यसै गरी हामीले अब यहाँ देख्न सक्छौँ 4 नम्बरमा खिल्दा लामो भनेको छ। लामो हुनु भन्नुको अर्थ के हुन्छ? विपरीत कुरा चाल्ता छोटो हुनु हुन्छ भने नोप्ता उच्च अग्लो हुनुको चाहिँ जवाला नात्ता, तल ज झुन्डिएको नात्ता हुन्छ भने नात्ता भनेर सवाला नात्ता आयो भने चाहिँ निको हुनु, सन्चो हुनु, ठिक हुनु भन्ने लाग्छ भने छोप्ता साँघुरो हुनु भन्ने कुरा चाहिँ नलतासँग फान्देमाल फराकिलो हुनुको छोप्ता साँघुरो हुनु भन्ने अर्थ लाग्यो। त्यसै गरी 4 नम्बरको पनि हेर्न सक्नुहुनेछ तपाईँहरूले है। ल मैले यसलाई मेर्छु, म फेरि डिस्क्राइब गर्छु। ल यहाँनिर 4 नम्बरको एन्सर हेरेर चाहिँ तपाईँले एन्सर लगाउनु होला क्वेसन हेरेर। साबन 4 नम्बरमा हेरौँ। थाउन थाना ए तलको शब्दको फिसुतान मारुल उस्तै कुरा अथवा फिसुत हेर्नु है। फिसुत हादा भन्यो भने उस्तै हुनु। फिसुत हादाको दा काटेर फिसुत हान उस्तै है त। क्रिया विशेषणलाई अथवा विशेषतालाई विशेषण बनाउने काम गर्छ यो न र उनले चाहिँ, अथवा एको भन्ने अर्थ पनि लाग्छ। फिसुतान भनेको चाहिँ उस्तै भएको मारुल शब्द अथवा भाषा चाहिँ कोरुसिप्सियो कुरा चाहिँ छान्नुहोस् भन्छ क्या। यहाँनिर हेरौँ है। फुजिरन हादा, तपाईँले फुजिरन हादा भनेको पहिले जान्नु पऱ्यो। फुजिरन हादा भनेको चाहिँ मेहनती हुनु, मेहनती हुनुलाई फुजिरन हादा भन्छ। त्यसै गरी एकमा भनेको छ यलसिमी। यलसिमी भनेको चाहिँ मेहनतका साथ, मेहनतका साथ भन्ने अर्थ लाग्यो है। यलसिमी भनेको चाहिँ मेहनतका साथ। र छोयोङी भनेको छोयोङी, छोयोङ हादा शान्त हुनु, छोयोङी भनेको चाहिँ शान्तसँग अथवा शान्त रूपमा। खामानी भनेको के हो त? खामानी, खामानी भनेको चाहिँ स्थिर रूपमा। स्थिर रूपमा। अनि तोकतोक आधा बाठो हुनु, तोकतोकी भनेको चाहिँ बाठो गरी अथवा इन्टेलिजेन्ट तरिकाले, बाठो तरिकाले अथवा चलाक तरिकाले भन्न खोजेको क्या, चलाक तरिकाले। यहाँनिर हो त फुजिरन आधा मेहनती हुनु। अब यसको चाहिँ के मिल्छ होला त? फिसुतान माल उस्तै कुरामा हेर्न सक्छौँ हामीले। यलसिमी मेहनतका साथ होइन। फुजिरन हि भनेको चाहिँ मेहनती हुनु अथवा फुजिरन हि मात्रै रहेछ यहाँनिर। फुजिरन हि भन्यो भने चाहिँ मेहनती, मेहनती, फुजिरनी मेहनती। अनि यलसिमी भनेको पनि मेहनतका साथ अथवा मेहनती भन्ने अर्थ लाग्छ। त्यसैले सङ्दाबन साबन 4 नम्बरको चाहिँ एकुरेट, सरी सङ्दाबन इल्बन 1 नम्बरको चाहिँ एकुरेट एन्सर हुनुभयो। र हाम्रो भिडियो कस्तो लाग्छ तपाईँहरूले चाहिँ जानकारी दिन सक्नुहुन्छ। हाम्रो भिडियो जानकारी दिनु होला र के कस्तो लाग्छ कमेन्ट पनि गर्नु होला। र हाम्रो भिडियोलाई सब्सक्राइब अथवा हाम्रो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्न नभुल्नु होला। धन्यवाद। खाम्सा हामीले